खेलाएर चाहिँ यति बस्यो मुनाको आएको यति बस्यो। अब तपाईँले मैले करेसी देखाउँछु त आज। यहाँनिर चाहिँ धनियाँ छ्यापी अनि केराउ पनि उम्रिरह है, छ्यापीहरू उम्रिरह। यता यो चाहिँ धनियाँ उम्रिरह है, गोलबाट यस्तो राम्रो भइरह। यहाँ लसुन पनि उम्रिरह। मेरो त बारीमा पनि रोपेछु मैले। यहाँ पनि हालिदिएको अलिअलि टुसाहरू हालेर यिनीहरू। यो लसुन भइहाल्यो। यो चाहिँ कस्तो लसुन हो, यो चाहिँ मैले एकदमै खासै मन नलागिकन रोपेको लसुन हो। यो चाहिँ फोहोर भएछ, तर यस्तो राम्रो भन्छ नि मैले सोचेको थिइनँ। यसको म यस्तो उयो गरिदिएँ। त्यहाँदेखि मस्त खेलिरह एक्लै। यो चाहिँ रुदिलो हो। यो रुदिलो चाहिँ मैले चाहिँ बाबुलाई बिरामी हुँदाखेरि चाहिँ रुगाखोकीहरू लाग्यो भने चाहिँ थिचेर पानी खाने गर्छु। अनि अर्को चाहिँ नाकमा यसको झोल बनाएर हालिदिन्छु ड्रप जसरी। यो चाहिँ अङ्गुरको बोट यत्तिको भएछ। अङ्गुरको बोट हो, यो कालो अङ्गुर भनेर लिएर हो। अब के हुन्छ। स्ट्रबेरीमा चाहिँ हाम्रो चाहिँ फुल फुल्न लागेको छ है, फुल फुल्दैछ। यो घिउकुमारीको एलोभेरा जस्तो भएछ हेर्नु न। अनि यतापट्टि पनि छ स्ट्रबेरी, त्यसमा पनि फुलहरू खिलेर। त्यो चाहिँ कालो धनियाँ, त्यो चाहिँ चटनी एकदमै हुन्छ। हाम्रोमा सिमी एकदमै प्रशस्त। अब म एक्लै हो खाने, यति धेरै फल्ने हो कि एकचोटि लगाइसकेपछि आनन्द। यो सिमी कति राम्रो फलिरहेको छ। चाहिँ फलिरहेको छ। यो चाहिँ मासतिर झन् कति फलिरह। यो डल्ले मैले बल्ल तल्ल जोगाएको होला। यस्तो राम्रो भयो। यो एउटा मात्र बोट कति धेरै फलिरहेको छ है। यो बकुला भइहाल्यो। यस्तो भएर कस्तो चाहिँ छ्यापी बकुला हो। यसमा चाहिँ फल लागिरहेको नहुने। यसमा लसुन, यसमा पनि छ्यापी आउँदैछ है। यहाँ सुटु भएर आउँदैछ यिनीहरू। त्यसमा छ्यापी नै रोप्दियो हो। अनि यसमा पनि मैले लसुनै हाल्दै थिएँ। लसुनै छ। लसुन यो चाहिँ सिमी हो। यो चाहिँ साग एकछिन है मम्मा भन्नु गइरहेछ। हजुर पाख्ने सास। अनि यो चाहिँ जिम्बु, म चाहिँ दालमा झानेर खाने गर्छु है। साग चाहिँ कस्तो भएछ, खिली खाए यस्तो बनाइदिएछ। किरा छ यसमा। हजुर यस्तो बनाइदियो। खुर्सानी चाहिँ फलिरहेछ अस्तिसम्म। अस्ति एकपल्ट टिपेको थिएँ। लसुन फलिछ। यसमा चाहिँ मैले चम्सुर र पालङ छरिदिएको। चम्सुर मात्र आएको जस्तो छ, पालङको त नाम निशानै छैन। पालङ चाहिँ लसुन पहिल्यै मैले दसैँ अगाडि रोपेको लसुन। यसमा चाहिँ मैले सुप छरिदिएँ। खै केही पनि आएन। तानी काँडै धनियाँ भइहाल्यो। अनि बन्दा चाहिँ यस्तो राम्रोसँग भएर सरेछ है। हजुर के भन्नुभएको फेरि भन्नुहोस् त बाबुले चाहिँ के भन्नुभएको। यति नै हो मेरो करेसा बारीहरू।